हो प्रभु, म मेरै इच्छाले हिँडेको, पुरा गर्न तपाईँको इच्छा। तपाईँले बोलाउनुभयो, म आएँ निर्दोष कोमल मन लिएर। बालकले आफ्नो अभिभावकसँग गरेको जस्तो भरोसा राखेर। बलियो गरी पक्रिराखेको, तर अहिले खुकुलो भएको छ। डर छ कि सायद छोडिन्छु। अब यसमा म कसलाई दोष दिउँ? परिस्थितिलाई, समाजलाई, तपाईलाई कि म आफैलाई? भनिन्छ मानिसको जीवन भनेको उतार चढाव हो, समयसँगै परिवर्तन हुन्छ। परिवर्तनशील मेरो यो जीवन, मेरो यो मनलाई बाँध्नुहोस् प्रभु, त्यो चट्टानमा जो सधैँ अटल छ। खोक्लो भएको मेरो विश्वासको डोरीलाई बलियो गरी बाँध्नुहोस् प्रभु। म आफूभित्र सङ्घर्ष गर्दैछु। जे गर्न चाहन्छु त्यो गर्दिनँ, तर जे गर्न चाहन्न त्यो गर्छु। पापसँगको सङ्घर्ष छ छुट्टै, अनि यदि कसैलाई सुनाऊ भने हाँसोको पात्र बनिन्छु सायद। यसमा ज्योति र अन्धकारमा केही भिन्नता देख्दिनँ म। मलाई थाहा छ शब्दद्वारा प्रस्तुत गरेको व्यवहारमा उतार्नुको कठिनाई, धार्मिकताको यात्रामा क्रुस बोक्नुको कठिनाई। प्रभु, म बुझ्छु तिमीलाई भन्ने अनि मेरो हृदयलाई बुझ्ने, जान्ने तपाईँ मात्र। धार्मिकताको यो यात्रामा गर्नुपर्ने धैर्यतामा मलाई सहायता गर्नुहोस् प्रभु।